नानीलाई यो नानीको मम्मी होइन यो को पढाइ मान्छे हो है मैले कालो बोलाउने मान्छे मैले लिएर जाने मेरो छोरी ज्ञानी हुन्छ भाइ मिठो बोल्छ भाइ अबदेखि मिठो बोल्छिन् यिनी ज्ञानी भइछिन् धेरै पढिछिन् माम्नी खान्छिन् अनि मामुरा कति धेरै माया गर्छिन् है छोरी भनेको नि मानिछ भाइ कति मानिछिन् मलाई नलैजानु घाँस अब नानी फेरि कहिले आउने त अब यहाँ फेरि कहिले आउने त आज आएको होइन र अब फेरि दसैँमा नआउने होइन यहाँ फेरि मैले टिको लगाइदिने रे नातिनीलाई 1000 रुपियाँ हातले भएको पैसा दिनु रे दसैँमा हजुर नातिनीलाई हो कसमुडे भएको दिने रे हजुरआमाले नातिनीलाई दसैँमा टिको लगाएर अनि कालो लगाउनुलाई धेरै 10 रुपियाँ दिने देऊ न नानी मलाई पनि बोलाउनु यो दसैँमा माधव हामी यसलाई बोलाउनु नबोलाउने अनि ल्याएर अरू के खानिदिने बिस्कुट चाहिन्छ मलाई त धेरै मन लाग्छ नि मिठी रे म त मिठी त खानु